अब करिब अन्तिम मा हाम्रो अच्युत अधिकारीजी अधिकारीजीको सेवाको लागि हामी धेरै आभारी छौँ र भविष्यमा पनि उहाँबाट यस्तै किसिमका सहयोगहरू हामी आशा गरि नै रहनेछौँ र उहाँको पनि अरू सफलताको कामना गर्दछौँ। उहाँ पढ्दै हुनुहुन्छ, ग्रेजुएसन हुनुभएको छैन, हाम्रो अगाडि नै अझै हामी देख्न सक्छौँ। मलाई यति विचार शब्द यहाँ गर्ने मौका दिनुभएकोमा एजुकेटिभ कमिटीको तर्फबाट अल्सो र हजुरहरू सबैलाई फेरि धन्यवाद ज्ञापन गर्न चाहन्छु।
धन्यवाद मेहन्दी साह्रै मिठो गीत सुनाउनु भयो। कण्ठेर सोनी प्रकारको गीत थियो। हामी अमेरिका आए पनि हामीले आफ्नो परम्परालाई भुल्न सकेका छैनौँ। फलस्वरूप हामीले अहिले दसैँ मनाइरहेका छौँ किनकि हामीलाई आफ्नो देश ज्यादै माया लाग्छ। त्यसैले मैले आफ्नो देशप्रतिको माया अथवा राष्ट्रप्रेमको लागि मैले समर्पण गर्दै एउटा गीत गाउन गइरहेको छु जुन गीतको बोल छ बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्। बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्। यी हातले सधैँ सधैँ नेपाल लेख्न पाइयोस्। नेपाल लेख्न पाइयोस्। नेपाली सम्राट शिवको प्रभाव दिगन्त फैलियो। नेपाली सम्राट शिवको प्रभाव दिगन्त फैलियो। मलाई टेकी खुड्किलो यो देशमाथि उक्लियोस्। नेपालको सन्तति सगर्व भन्न पाइयोस्। सगर्व भन्न पाइयोस्। मलाई छैन चाहना मरेर स्वर्गमा पुगौँ। मलाई छैन चाहना मरेर स्वर्गमा पुगौँ। छ कामना यही मेरो बरु नर्कमा परौँ। जहाँ पुगे पनि तर नेपाली भेट्न पाइयोस्। नेपाली भन्न पाइयोस्। यो सूर्य चन्द्रको ध्वजा मेरै रगतले रङ्गियोस्। यो सूर्य चन्द्रको ध्वजा मेरै रगतले रङ्गियोस्। यहीँको चाल अन्जुली भर मिलेर मर्न पाइयोस्। स्वदेशको निम्ति यो शिर चढाउन पाइयोस्। यो शिर चढाउन पाइयोस्। बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्। यी हातले सधैँ सधैँ नेपाल